कमरान बजा ओए के हो मिलन ला तेरी मुतेला भाइ दाइले त्यही मुख जुझेर त्यो सुन्दिदा नि बमिट गरेर मार्यो त्यो सिरकै बारीमा त्यो बिस्तारै बारी ये भगवान भातै कौन है ये लोग कहां से आते हैं ये भगवान क्या जुल्म है कताबाट आउने हो छ अगाडि सिट गाडी पसेको बङ्की लालीगुराँस पनि फुल्न थालिसकेको छ अब यस्तो छ आज हाम्रो सुटिङ एउटा डाँडातिर छ मास्क खोल राइज यो चाहिँ बहिनी जुना बहिनी के छ तेरो खबर सरजी नमस्कार हाम्रो सिनेमाटोग्राफर बुद्ध थापा सर ल है सर तपाईँलाई वेलकम टु मेरो ब्लगमा सर सरको अनुहार यस्तो छ है होला सुत्नै पाउनु भएन ओ नो यार यस्तो छ सुटिङको जिन्दगी हुन्छ नमस्ते मास्क खोल न दादाको ब्लगमा खोल्दिनँ भने यस्तो सिधै अपमान अनि त्यो पनि नयाँ फेरि के चिन्नु गऱ्यो सर अनुहारमा केही फरक पर्दैन खोल न तिमीलाई चिन्न यहाँ मान्छेले हेर्न हतार गएपछि ल छिटो अपमान नगर्दा नानी खोल मेरो बहिनी मास्क अनि हाँसेकै छैन यो त मलाई खास यतै धेरै अहिले पर्दैन आज दिनभर त तिमी त हो नि यसको क्यामेराम्यान त एक दुई तिन चार आयो 1 2 3 त्यही हो सबसे युनिक नै त्यही हो 1 2 3 4 1 2 3 4 5 भएन अन्त खाजा सुरु भयो मैले एकचोटि थपिसकिन् हाम्रो मेकअप आर्टिस्ट सरिता मगर अहिलेको सबैभन्दा राम्रो काम गर्ने अनाज जस्तै बसेर खाएको त्यसले नानी पुरा अनाज जस्तै बसेर खाएको जस्तो एक्लै टुसुक्क ये तो लेटेस्ट न्यूज़ है अन्डा खाँदैछ जस्तो त भेजो भने त्यस्तो हैनस् कति राम्रो देखियो जस्तो त यता डर लाग्दैन हिँड्ने अब फेरि नाम के हो ओ नो यार तिम्रो दाँत त के भयो त्यो नाम के हो रे लालीगुराँस कहिले फुल्यो युट्युबमा आउँछ है अब है र आउँदैछ यस्तो घुम्नुपर्छ कि त कहिले सिक्नु पऱ्यो क्या क्या नाचहरूमा त काम होइन त गौतम दाइ हात काम त के हो वाह जुने सबैलाई नमस्ते दाजुहरु सबैलाई नमस्ते नमस्कार सरजी सिगान अहिले चाहिँ हाम्रो प्र्याक्टिसको टाइम भइरहेछ हाम्रो जुना बहिनी एकदम प्र्याक्टिस एकदम बवाल तरिकाले प्र्याक्टिस गरिरहेछ चाहिँ अहिले हामी चितलाङतिर छौँ एकदम यो डाँडा चाहिँ एकदम फेमस छ अहिलेको चितलाङको वरिपरिको सबैभन्दा विकास भाइको बर्थडे परेको छ र भाइ जन्मदिनको धेरै धेरै शुभकामना धन्यवाद मेरो दाइ 1 2 3 4 सधैँ यसलाई अफ गर त बहिनीहरूलाई सुरुदेखि छिराइदियो भने के हुन्छ
आजको काम कस्तो हुँदैछ त? रमाइलो भइरहेछ नयाँ टिपिकल गीत अर्ग्यानिक गीतमा हामीलाई मौलिक देखाउनु मजा आइरहेछ लाली गुराँस खाइरहेको सुटिङको दौडानतिर छौँ। सितलाङको एकदम फेमस गाउँ हो, एकदम रमाइलो छ यहाँ, एकदम डाँडाकाँडा टक्क हरियाली समयमा त झन् एकदम रमाइलो हुन्छ यहाँ। टक्क यहाँ आगो सागो बालेर क्याम्पफायर स्याम्पफायर गर्ने ठाउँ त्यो टाइपको पनि छ। राम्रो खिच्नु न कस्तो हो र त्यो महँगो क्यामेरा अरे भाइ दिउँसै ऐठान गर्ने जस्तो खिच्नुहुन्छ ए भगवान क्या जुलुम है। फ्यानहरू तर्सिन्छन् के यताबाट खिच्नु न नानी नाच त कमरान बजा ओए के हो मिलन ला तेरी यो नानी बिचारा एकदम टिट लाग्दो तरिकाले बसिरहेछ भन त के होस् रे हजुरकी बहिनी तर नभए दाइ त्यो वाला थियो नि दाइले त्यही मुख दिँदैन त्यो सुन्दिँदा नि भमिट गरेर माऱ्यो त्यो सिरकै भरि माया त्यो बिस्तारै भरि ए भगवान् भातै कौन है ये लोग कहाँ से आते हैं ये उहिले न के माटोले सिन्की खाओ कि साग खाओ कि फेरि यो फेरि त्यो खेला गरेपछि मेरोमा आउनुपर्छ नि त्यो भिडियो फेरि यसमा अब हेर्नु तपाईँहरू त भन्दाखेरि लगाएर हामी हो। यही त फरक छ बसन्त ऋतुको। ये भगवान क्या जुलुम है। 1 2 भन ठिक छ नि होइन? ल ठिक छ के हेर्ने ठिक छ नि होइन? अब आउँछ नि भन्नु खोजेको अब प्र्याक्टिस भइरहेको छ दादा अलिक क्या ओ ल्याइ आलुको फुल कि के हो यो गाइस हेर्नु यो चाहिँ आलुको फुल। आहा साथीहरू यहाँ हेर्नुहोस् है साथीहरू यो दुईटा कुकुरहरू कति मजाले खेलिरहेछन् साथीहरू खेला ओहो ल यो दुईटा कुकुरको कम्युनिकेसन कस्तो मिलेको ल बिस्कुट अड्काउला चाहिँ बिस्कुट त अड्काएछ यति हो सक्यो छहरू एउटा देऊ न बिचार लास्ट किन बिचार आफैले खाएर बसिरहेको छ यार ल बिचार ल मेरो खिच त एकछिन बाई बाई एकदम अर्ग्यानिक है कस्तो रे त्यो केटा पनि नाच्ने त्यही फर्की नाच्नु पर्ने नि ल के नाच्ने पछ्याउनु नला अब ल रे साउन्ड केटा सब थाहा भयो तिमीलाई तिमीले के गर्ने हो रे नाचो